ए भाइ नमस्कार। यहाँ काल्ले चरी भन्नेका चल्लाहरू रहेछन्। काल्ले चरीका यहाँ देख्न सक्नुहुन्छ। मैले धेरै खोजेँ तर काल्ले चरीका चल्ला यहाँ बसेछन्। उड्न नै सक्छन् होला सायद। 1 2 3टा त मुख देखाएकै छन्। 4वटा रहेछन्। ल जय शम्भु भन्नमा चाहने भन्दाखेरि काल्ले चरीका चल्लाहरू यहाँ ल देख्न सक्नुहुन्छ है। यस्तो हाम्रो भाग्य चाहिँ हाले चल्ला भेट्टाइयो। ल ल ठिक छ। त्यस्ता हुन्छ बिचार नचलाइ चलाउने होइन। यो आशिर्वाद होइन त केही गर्दैन आऊ आऊ चरी हामी तिमीलाई केही गर्दैन त्यो छोरीलाई ए भेनाजु चल यहाँ घुमाइ खान भेनाजु ढो गरौँ जय हो ठिक छ नि भेनाजु ठिकै छ ल ल डोको उहाँ राख्नु चाहिँ पक्कै भेनाजुको दर्शन हुन्छ भने आएको हामी ए ल ल हुन्छ भेनाजु हुन्छ बस्दैन भेनाजु आज जाने हो यहाँ यस्तो कुल पूजामा आएको थियौँ के अरे उसमा सप्ताहमा अनि निस्किहाल्ने हो झाल त छ तिमीहरूले चरा हेऱ्यौ नि के अरे घाइसकेको पाइन्छ नि थुप्रै सिममा पाइन्छ यसले भुत्ला फाटे क्या हाम्रो भुत्ला फाटे हो मामाको यही हो त नि गोठ यहाँ थियो भातको यसको गोठ हो यहाँ थियो कि यहीँ यही गोठ आएको है भयङ्कर ठुलो फर्सी थिए अहिले त थिए पहिला यहाँ फलेका पुरै घरबारी यहाँ फर्सी फलेको थियो त्यहाँ ल चैतको वैशाखको सुरुमा हामी यहाँ आएका छौँ मलाई साह्रै इच्छा थियो वैशाखमा यो ठाउँमा मलाई यो मुसुलरी खाने हो अहिले गर यो होइन फले खान यो तपाईँको चाहिँ खर्का पालुङ्गा पलाउने बेला मलाई एकदमै राम्रो लाग्छ यी घाँसहरू पालुङ्गा पला यही मलाई एकदम राम्रो लाग्छ साह्रै राम्रो लाग्छ यो के कुरिलो कुरिलो यहाँ छ नि थुप्रै यहाँ कुरिलो हुन्छ कान्छ तर यहाँ नि खोज यहाँ सर्चिङ गर्दा कान्छ त्यता त अहिले जाने हामी औसौल टिप जाने औसौल टिप रुख बढी असल छ धेरै माथि नटिप्नु छ धेरै तल नटिप्नु धेरै तल टिपेको थियो त अहिले त्यो फेरि नि हुनुपर्छ क्या छोरा त्यो लाग्यो भयो भने यो फेरि पलाउँछ नि माथि हेर त्यो तलको त हामीलाई कामै छैन त तलको त छिपिएको त हामीलाई कामै छैन त हो यो ठिक छ ल यो कुरिलो ठुलो कुरिलो भेट्टायो यहाँ एक छाक त सिर्फ हामी आज यो दिन खराब गरे कि हामीहरू कुरिलाको लागि हो किनभने हामी 3 बजे 4 बजे त हामी आज यहाँबाट आफ्नो घरका लागि प्रस्थान गर्छौँ तर त्यो बेलासम्मलाई यहाँ हामीहरूले एक छाक दुरा दाजुभाइले एक छाक कुरिला जसरीमा लान्छौँ भन्ने हामी एउटा सोच लिएर आएका छौँ त नि कति मोटो रहेछ है त्यो झाल त तर कुरो छैन त्यो त धेरै सानो त किन टिप्छ खोइ ए त्यो त ठुलो हुन्थ्यो छोरा त्यसलाई टिपेर गल्ती गरियो छोड्दा मान्छे छोड्दैन नि यहाँ मुसलेडी फले होइन मुसलेडी थट यो मुसलेडी खान हुन्थ्यो नि यार अब हामी फेरि किन आयौँ त यहाँ तल यो मुसलेडीलाई मात्रै आएको त म त यो मुसलेडी यो होइन केटा मुसलेडी त बल्ल फल फुल्नु सुरु गरे बल्ल हेर्न सेतो सेतो मुसलेडी हेरियो ए यो त काँडो हो मुसलेडी त छड भइसक्यो ल ठिक छ कुनै बेला खाउँला नि त के भएर कुनै बेला यो कति बेला पाक्ने यो मुसलेडी यतिखेरै हो ल अब हामी त्यहाँ हाम्रो घरदेखिको सुहारो भन्थ्यौँ हामीले त्यहाँ हाम्रो सोनाबाको सुहारो छ त्यहाँ हाम्रो आमा सानी आमाको मित आमा हुनुहुन्छ उहाँको सुहारो छ त्यहाँ पनि कुरिला पाइन्छन् त्यहाँ पाएको त्यहीँ जाने अहिले त्यहीँ पाइन्छ त्यो हाम्रो सानीमाको सुहारो क्या त्यहाँ तलतिर त्यहाँ पाइन्छ धेरै खर्कामा थुप्रै पाइयो थियो आज हामी खर्का बाटो आइएन जाँदा टिमौँ ल जे भने एक छाक त पुर्याउँछौँ कि हामीहरूले त्यही तैँले भाँचेको त भयो होला यो हरियाली यो पहाडको यो मौसम एकदम राम्रो यहाँको
यो उसले गीताले 3 नयाँ छा हो हट गीता जान्छु जान्छु भन्दा भन्दै उसले नयाँ टिनले घर छाइदिएछ बहादुरले गीता क्या हाम्रो भान्जी भरि कान्छाले चिन्दैन त त्यता कता कस्तो कान्छ आइज फर्की तल आइज औसेल त बहुत छ नि ए गोपियापछि तँलाई मैले औसेलुकै उसमा नुहाइदिनु लाग्यो टेन्सन नलि होइन ल बाबु यहाँ हेर त यहाँ चाहिँ त्यो रहेछ यो हाम्रो यो जमानामा नेवारा रुख हाम्रो हामी सानो हुँदाखेरि हामी जन्मँदाखेरि यत्रै थियो अहिले पनि यत्रै छ यो नेवारा रुख लान्छ यसको तल मुसलेडी थियो नि हैन मुसलेडी यहाँ थियो फेरि यहाँ माथि हो यहाँ थियो कि यहाँ ऊ त्यो पनि मुसलेडी हो त्यो मुसलेडी हो तर फलेको यहाँ थियो फलेर भ्याइन्छ त हो त्यहाँ थियो मुसलेडी अनि आँखा टुरको रुख पनि त्यहीँ थियो हामी खेल्ने नेवाराहरु यार हाम्रो ठुलो गरौँ नि यो बाबु त्यहाँ हेर त त्यहाँ छ कि त्यो झाल त बहुत ठुलो छ क्या यार हेर 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 कहाँ छ त्यसको फेद हेर 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 यो हाम्रो ठुलो रुख भन्छ यो नेवाराको रुख यत्रो काटेछन् यो माउरा भेनाजुहरूले ठुलो गल्ती गरेछन् यार यत्रो ठुल्ठुलो माथि माथि ढालिदिएछन् यो हामीभन्दा कता हो कता पुरानो रुख हो यो जेठो रुख श्रीराम भन्नुपर्छ भन्दाखेरि वीर मसनको ठाउँ आइसक्यो यो हाम्रो घ्यासाइदिको ठुलो गरो यसलाई भनेको जतिचोटि आउँछु त्यतिचोटि मैले भिडियो बनाएको हुन्छु यो ठाउँको म आउँदै आउँदै यो ठाउँमा आएर के गर्ने अब पुरै फुल खिले पुरै ल देख्न सक्नुहुन्छ यहाँ गरैभरि फुल छ यो यस्तो यसलाई स्वर्ग भन्छ यसलाई पाहाड भन्दैन यसलाई भन्छ स्वर्ग जहाँ हामीहरू आएर न गर्मी छ न जाडो छ एकदम ठिक्कको कन्ट्रोलको मौसम छ अब यता हाम्रो तल्लो खरबारी भन्ने तल्लो सिम भन्ने आयो यहाँ यो हाम्रो तल्लो सिम हो हामी यहाँ हुन्थ्यौँ र पुरै घाँस काट्थ्यौँ अहिले त अब यो घाँस काट्ने कार्यक्रम पनि नभएपछि खोइ के हुँदो रहेछ के त घाँसै पलाउनु दिन्छ यहाँ कुरिला त थुप्रै छन् काटेछन् कि मान्छेले यो कुरिला काटेर फाँडेछन् यो सब हाम्रो खरबारी थियो यहाँ त्यहाँ तल रुख रहेछ उसको निउरोको त्यो ठुलो निउरो छात्रे निउरो हो त्यहाँ चाहिँ म जुम गरेर देखाउँछु फेरि यो भनेको छात्रे निउरो यो निउराको एउटै मुनाले हामी एक घरको परिवारलाई एक छाक तरकारी हुन्छ श्री शम्भु यहाँ चोरा कराए गाली अरे के भन्दैनौ गाली नगर को त भनेछ चराले पहिला हामी यहीँको बासिन्दा हो नकराई क्या हामी बासिन्दा हो यहीँको पहिलाको ल फेरि थर्काएको नथर्काने यार म हो के माइलो थर्का छ थर्का ल थर्का चराले के चराले को त भन्छ यार को त भन्छ ल भात भएको त भाँचिएल ए मेरा वीर मसान ए भगवान ए देवता सबैको रक्षा गर्न भगवान हजुरकै शरणमा छौँ हामी यहाँ त हुन्छन् क्या अन्त मैले यहाँ एक मुठो लगाउँ त नि काले चरीको गुड भेटाएको थियो मैले काले चरीको गुड के मलाई सङ्केत भइयो ल यी तल भाँचिस यी त हुन्न यता ऊ हो हाँगा हुन् हाँगा हुन्छ यिनीहरू नगर ए हाँगा हुन् नगर के यार यति रुख त बढ्न पर्छ यो रुख त बढ्न पर्यो क्या नि यार हाँगे भाँचे त कहाँ तल फल्छ त यार
हुन्न हुन त हाँगा हो यसको हाँगा हो क्या छ यो रूपा लागेर त बक्सिदियो कमसेकम यार बक्सिदा माथि माथि आइज अब हेरेँ मैले छैन खोइ त्यहाँ मैले हेरिसकेको छैन झाल भएर क्या नि यो हाम्रो अब उपल्लो सीमा आउने बेला छ यो सबै उपल्लो सीमा पहिरो गएको छ क्या टोटल यहाँ यार यस्तो पुरै पहिरो गएको छ यहाँ यस्तो घर त ऊ त न्याला रुखदेखि माथि हो न्याला रुख माथि हो म जन्मेको त्यहीँ हो साइलो जन्मेको त्यहीँ हो काइलो जन्मेको त्यहीँ हो त्यही माथि यहीँ हामी जन्मेको यहीँ त हो क्या नि तँ जन्मेको हिँड नले गएको फेरि यहाँ त्यहाँ तँ जन्मिस् तँ जन्मेदेखि एउटा भैँसी तर भैँसीसँग चाहिँ आमा र भैँसीसँग चाहिँ सुत्केरी भए तँलाई भैँसीको दुध खुवायौँ तँ भैँसी ठाउँको ठाउँ मऱ्यो अनि बाले अब यहाँ बस्दैन भनेर फेरि यहीँ फर्केर आउनु नाच्न त हाम्रोबाट धेरै नाच्नु भयो नाचेर त दुःख पाइयो न त किन दुःख पाइन्थ्यो र यो यो यहाँ आले जानुभन्दा पहिला त हाम्रो सबै जग्गा हाम्रो थियो नि यहाँ पछि सबैलाई ओटिदिए हामीलाई यही एउटा स्वारो मात्रै दिए त्यो बेला तेरो मेरो थिएन तँले गोरु नाऱ्यो हल नाऱ्यो त्यसैको हुन्थ्यो अनि 1 वर्ष आले बसेर आउँदाखेरि त यहाँ त हाम्रो जग्गा त छैन चोरेछन् जग्गा चोरेछन् होइन माथि नागको थानी जाने तल होइन नागको थान उहाँ हो नाग विराजमान हुनुभएको हिँड हामी यसै होइन नागको थान त अब हामी टाढेबाट दर्शन गर्ने हो जुन बेला त्यही भाइ नागको थानमा जाँदा कहाँ पाइन्छ र नढाल मार्दैन बिरोट लडे म लडेँ यहाँ पहिरो घर चाहिँ खाल्डा रहेछ त्यो भएर लडेको खुट्टा भर्क्यो पुरै भाँसियो चाहिँ सब भाँसियो यो तल्लो सिम थियो के जान्छ यो सबै पहिरो लैदियो कि पहिरोले फाट बाघ त छैन जनावर कुखुराहरू त छन् नि एकचोटि हामीले यहीँ त कुखुरासम्म त खाएको ऊ त्यो माथि बिरोटेको भान्जाले मैले ऊ त्यहाँ आगो फुकेर त्यहाँ झिर बनाएर ल्याएछ त्यो नाग हामीले त्यहाँ कुखुरा ओहो त्यो नाग त्यहाँबाट पुरा के अरे कमरी खोलो कमरी खोलो त्यो आँखले हो कुन ए यो घुँडा आँखला दुखेको 1 नम्बर औषधि हो यो हो र ले लिएर आयो दबाई हो लिएर आयो न के भएर हो 1 नम्बर आँखले हो ए यसलाई आँखले भन्छ हामी यसलाई के भन्छौँ भने यो निउरो यहाँ बुढी जान्छ यो निउरो हो यो निउरो हो हेर त चिप्लो छ कि छैन निउरो पाइन्छ निउरो अब पाइने यिनी यति भेगमा आएको छ निउरो पाइने कालो निउरो पाइने यही हो अब यही हाम्रो भेग हो यो उता तराईतिर यसलाई त हो क्या निउरो हुन बेच्ने यो हामीले पिरपिरे भन्छ उनीहरू निउरो भनेर बेच्छन् ए हो ऊ त हेर त निउरो चिप्लो छ कि छैन ऊ त्यो हेर त चिप्लो भएको निउरो हो क्या नि रेस्ट गरौँ न के भएर यहाँ रेस्ट गर्नु पर्दैन नागको थानमा रेस्ट गरौँ ल हेर त जताततै पिरपिरे पलाहा घाँस बडा ल यही त अगाडि खाने पिरपिरे मजाले खान्छ हो रु उता हेर उता हो त्यहाँ जहाँ माफी मागियो क्षमा माग नाग देउता छ क्षमा माग माथि जाँदा माथि जाने हो लिएर आयो भाउ यो लिएर आयो नाम्लो हो त नाम्लो ए कान्छाले पड्को भन नाम्लो ए सेतुली नाग एक नाग देउता आशीर्वाद दिनु होला हाम्रो कान्छालाई मलाई पनि आशीर्वाद दिनु होला हजुरको आशीर्वाद मलाई त सधैँ छ हजुरको कृपा छ यो सुन्दरलाई पनि आशीर्वाद दिनु होला राम्रोसित पढोस्
धेरै पैसा कमाओस्, आमाबाउलाई सुख कटाओस् यसले। हे मेरो भगवान्, हे ईश्वर। कुनै बेला यता आएर जग्गा लिएँ भने र म आएर यो ठाउँमा कुनै बेलामा दुःख परे बेला आएर बसेँ भने मैले तपाईँको नित पूजा गर्नेछु। अहिले अब म टाढा छु भगवान्, मैले के गरौँ? हो यहाँ आउन आसान छैन। ओ बाबु त्यहाँ हेर्दा त्यहाँ कुरो छ हेर, यहाँ अहिले गाह्रो मात्रै छ। बिहाड गाह्रो चाहिँ छ। बिहाड नेवार पाके हा ले 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 खानी 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 नेवार त हेर यहाँ हेर यहाँ हो हो त्यहाँभित्र किरा छन् कि हेर पहिला धुन पर्दैन। रुखा भयो किन धुनु पऱ्यो? थाकिस् यो थाकेछ गरेर चाहिँ यार। अब हामी यहाँ कुरा खोलातिर जाँदैछौँ। कुरा खोलो भन्ने ठाउँमा हामी जाँदैछौँ। यो घैँसाइदी हो, यसलाई भुत्ले फलाटे भन्छ। घैँसाइदी सबै हो अरे, भुत्ले फलाटे भने हामी हाम्रो स्वारो थियो पहिला यहाँ। अहिले हामी भिनाजुलाई हस्ताक्षर गरेर गयौँ, तर घाँस हेर्नुहोस् कति मजाको छ। बैशाख बाघ भालु त यहाँ त अब घर राखे जस्तो। मेरो बुवाले भन्नुहुन्थ्यो भालु देखेदेखि हमेसा तल झर्ने अरे, तल झरेपछि उसको त रमले आँखा छोपिन्छ अरे। यहाँसम्म पानी आएर रहेछ कुरा खोला। अहिले पानी सुकेछ, पहिला पानी यहाँ थुप्रै पानी हुन्थ्यो। खाने पानी त के हो बदमासी हो रहन्छ? खाने पानी त खान पाएँ। वैशाखको महिनामा कुरा खोलो छ्याङ 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 हामी उधारी यो बस्थ्यो, ठुलो खोलो हुन्थ्यो। तर अहिले खोलो सुक्दै गयो। वैशाखको आज 15 गते 2082 साल। खासै गति राम्रो छैन। अब म फेरि यो कुरा खोलाबाट अगाडि खुजुर्कीदेखि माथि हुँदै त्यो के को गौडा गौडा खै खड्गै के अरे माथि गौडा खड्को हो के के हो त? गौडा खड्को हो क्या? थाहा छ। यहाँ दाउरा घाँस पानी छ। यहाँ अरे पानी छ। बनाएको बनाएको वन मान्छे हो। नहुन्छ नचाहिँदैको वन मान्छे बोलेको भर्खर सुन्नुहोस्। वन मान्छे हुन्छ कान्छ मामालाई सोधेस् त। व्यापक वन मान्छे हुन्छ मान्छे होइन। सुन वन मान्छे हो क्या? कहाँको आएको मान्छे त हेर्छन्। वन मान्छे छ त यहाँ। गना है वन मान्छे देख्नु? वन मान्छे गना ठ्याक्कै वन मान्छे गना होला। फुनेर गएको कसको आयो भएर के हेर्दैन कि किन डराउँछ? आइज न म छु त यार। त्यसै बोल्दैन। आइज आइज म आउँदैछु तँलाई भेट्न वन मान्छे। कहाँ छ त घटिया? आइज है। लिएर गयो त्यस्तो हुन्छ वन मान्छे देख्यौ? यो चाहिँ रुख लाउँदै गयो फाट धेरै माथि छ वन मान्छे। तिमीलाई मैले गलत कुरा छोडै हाल्छु। वन मान्छे छ त यहाँ। अनि यो डरा हो। यस्तो डरा हुन्छ
केही गर्दैन हामी यहीँ बचपनमा यहीँ हुर्केको सानसानो बच्चा त उसले केही गर्ने बिचरा उसलाई हामीले केही नगरे उसले हामीलाई केही पनि गर्दैन बोलाएको हामीलाई को आयो भनेर बिचरा वनमा एक्लै भयो अनि साथी वनमान्छे साथी चाहिन्छ नि त यार वनमान्छे भनेको यति पढेन किताबमा यतिको बारेमा यतिकै यति तेरो कामै छैन छोड्छ चिन्दैन है कस्तो गनाउँदो रहेछ क्या गनाउँछ नि ढुङ्गो गनाएको थियो वनको भलायो त्यो रूपैले यो मनमा आधी चलायो भन्ने गीत थियो एउटा वनको भला देख्न सक्नुहुन्छ पुरै भला हो यो त्यो तलको भलायो भला हो नि यो माथिको यो नि भला वनको भलायो भलायो उस्रिन्छ भन्थ्यो नि त्यो रूपैले यो मनमा आधी चलायो भन्ने गीत छ भलायो वनको भलायो यहाँ देखियो छ मोतीलाल रिजाल अगाडि हुनुहुन्छ त्यहाँ पछि हुनुहुन्छ हाम्रो सुन्दर प्रसाद पौडेलजी म क्यामेराम्यान सुभाष रिजाल पछाडि हिँडेको छु हिँड्न यहाँ त हामी घाँस काट्न आउँछ त कान्छा खोला अनि म एकदम बिस्तारै यो जङ्गलमा आएको छु अगर धेरै जस्तो नेपाली भाषामा मैले यहाँ एङ्करिङ गरेको छु त्यहाँपछि अलि अगाडि गएपछि म हिन्दी भाषा नै गर्नेछु किनभने मेरा भारतमा पनि मेरा धेरै साथीहरू छन् जसले मेरो भिडियो हेर्छन् उनीहरूले लाइक हान्छन् अब म यो कमेडी फेरि पंजाबी में गर्दैछु असी एक जंगल के आए हुए हैं ये साडा पुराना पिंड है जिथे असी पहला जिथे असी जम्मे जिथे असी पले वो जगह है ये जरा नहर है ये असी इतने कख वटन वास्ते आया करते होंगे सी तो मेरा छोटा भाई है वो जरा मूरे मूरे है मेरा सब तो छोटा भाई है वो मोतीलाल रिजाल बाद से ये जरा मुंडा अपना मामे दा दोता है पोता तो मैं हौली हौली कैमरामैन सुभाष रिजाल ये इस जगह के वीडियो बना के मैं थोड़े मूहरे पेश कर रहे हैं। अगर तुसी किसी ने अगर मेरा ये वीडियो देखा था मारा जा दस दिए मैं किमी लग गया तो ये साडा नेपाल और मैं इस टाइम तो मैं पूरे जंगल के भटक रहा एक यति नज़र आया वन मानव जिन्होंने आप वन मानव कहने यति इंग्लिश के यति कहा जाता है। इस तो पहला मैं देखा थोड़ा दूर सीगा कैमरा शायद मैंने भी थोड़ा डर लग गया क्योंकि मैं डर दे मारे उन्होंने कैप्चर नहीं कर सकिया इस करके असी मैं थोड़ा ये मूरे मूरे चले गए क्योंकि डर गए मैं पीछे पीछे और रास्ता होंदे हुए असी आए सांस फुले हुआ मेरा पूरी तरह मैं तो बोले नहीं जा रहा देख सकते हो बिल्कुल घना जंगल है इत्थे शेर ते रिछ भालू कहने असी भालू ये चीज़ें इतने होंगे ने इस करके मेरे छोटे भाई के हाथ च एक हथियार है यति हाँ वो हाथ हथियार इनू असी दिखाई दे बाबू ये हथियार है जे आ गया गर्दन से मारेंगे साले साढ़े इधर एक फल है औसलू ये बहुत स्वाद होंगे मैं कहाँ जाके तुहानू दिखाऊंगा असी उत्थे खावांगे भी हाँ ये सब्जी होंगी है ये नेचुरल सब्जी ये दवाई हाँ सब्जी होंगी है ये अगर तुहाडे किसी नशे के प्रॉब्लम है तो भी ये तुहाडे क्लीयर कर देंदा है। चलो भाई चलो आगे चलो इस तो कहाँ फिर तुहानू मैं होर दिखाऊंगा फिर कहाँ जाके ये रास्ता ही है हाँ जंगल होंदे हुए मैं बहुत ही बढ़िया कहाँ बध रहा हाँ ट्रैकिंग के बध रहा मैं इतने तुम देख सकते हो पूरे ही घना जंगल है इतने कुछ भी नहीं है हाँ अच्छा ओहो बहुत बढ़िया फूल फुले हुआ इनू घास कहने असी चल के देख भी सकते हैं गाह गाह रास्ते च भी मिल जूगा अपन है चलो गाह हजे जिथे जिथे जा रहे हैं असी उथे मिलू चलो भाई हाँ 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 तोड़ो तोड़ो चकला चकला सूखे हुआ चकला ये भी बहुत बड़ी दवाई है हाँ ये चिड़ी दी आवाज़ आ रही है
जरा टुक 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 कर रहे हैं। चोरो चोरो सीढ़ी। हाँ काफल काफल ਇਹਨੂੰ ਅਸੀਂ ਕਾਫਲ ਵੀ ਕਹਿੰਦੇ ਆ। ਇੱਕ ਲਾਲ ਲਾਲ ਮਿੱਠਾ ਫਲ ਹੁੰਦਾ ਇੱਕ। ਤੁਹਾਨੂੰ ਮੈਂ ਦਿਖਾਊਂਗਾ ਗਾਂ ਜਾ ਕੇ। ਇਹ ਤਾਂ ਬਹੁਤ ਉੱਚਾ पेड़ है। ये अपने पास दी। हाँ बहुत ऊंचा बेटा, तू गिर जाएगा, तू मत चढ़ उसके ऊपर। हाँ त्यो तो जड़ी बूटी हो। खोइ अब हामी जड़ी बूटी को बारे में हामीलाई जानकारी हुन जान्छ। हाँ इत्थे जड़ी बूटी कई किस्म दी जड़ियां बूटियां ने आप पहचान नहीं सकते, क्योंकि हम छोटे होंदे चले गए इत्थों। असी पहला पंजाब चले गए, उसके बाद से आके फिर आके उधर बाजार वाल रहन लग गए। ये पिंड जिहड़ा है ये साडे लिए हुण बगाना हो गया, क्योंकि छोटे होंदे हुए इत्थे असी बड़े खेले। लकड़ा तोड़ने इत्थे आया करते सी, कख वड्डण आया करते सी। ठंड बहुत हुंदी सी इत्थे। ठंड होने कारण असी रोंदे सी, क्यों जमाने च चप्पल नहीं होया करते सी। बिना चप्पल इत्थे पैदल, ठंडा मौसम, बहुत ठंडा, बर्फ पैंदा हुंदा सी। असी रोंदे हुंदे सी कि हत्थ पैर सुन्न हो गए। मोमी नाल हुंदी सी मेरी, उन्होंने मूहरे असी रोंदे हुंदे सी कि साडे हत्थ पैर जिहड़े आ वो ठंडे पै गए, क्योंकि ठंड बहुत हुंदी सी। अरे बाप रे, ये जहाँ फूल है ये वहाँ तोड़ूंगा, इन्हें खाऊंगा। तोड़ के इस तरह तोड़ के ये साढ़े नेपाल का राष्ट्रीय फूल है। ये कीड़े भी हो सकते हैं, इस करके मैं देख के ये गलिया होया, क्योंकि टाइम काफ़ी हो गया। ਇਹਦਾ सीजन तो रहा नहीं ਹੁਣ, ऑफ सीजन ਦੇ ਵਿੱਚ बहुत टाड़ा बहुत दूर है, जैसे जाना है बहुत दूर आया अभी। हाँ फुल हाँ ये खट्टा मीठा होंदा फुल है। ये खाया जाता है जे अगर तुहाडे गले दे विच मच्छी का जिहड़ा कांडा होंदा ना, जे वो हाँ जे विच फस गया तां भी ये कढ़ दिंदा होंदा। जे तुसीं खाओगे तो मच्छी दे कांडे नूं भी लाली गुरास ले ले हम हन 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 हाँ खाया जाता होंदा है। ये तो लपके हो जाए पाखामा, ये तो भीड़ छ होला लानु पर्छ होइन। लाली गुरास लपके यो फोटो खिच्नु त। लाली गुरास सुकेको टुक्री हो नि त। यो रगत मासीको औषधि हो। त्यही राख्नु, अहिले आउँदा लिइजाउँला यहीँ राख। लागेको औषधि हो। हुन हुन त्यो त लपकै रहेछ। यो फोटो खिच्नु त्यो माथिको खिच लाली गुराँस। फेरि यहाँ मेरो खिचिदिनु त एउटा भिडियोमा आएको छ, पछि क्याप्चर गरिदिउँला के ल लाइन। चिप्ले लाग्यो त तलतिर बसी त गयो यहाँ त। होइन अडिन्छ, त्यही अडिन्छ मरिन गौला खड्काउने बिरोटेले पुरै बिरोटे कहाँ अडिन्छ? हजुरबाले पुरै ए मरिन्न के एउटा खड्काएर ह्या मरे मरिन्छ हिँड नाचेर के नाप्यो छ र भने हे टेन्सन मात्रै हिँडेको छैन। बिस्तारै बिस्तारै त नलड त्यही हो, बिस्तारै जुत्ता ला हस्। म हिँड्दा खाने बाटो कान्छ यो
हेर तल झऱ्यो भने त मरिन्छ त्यो त स्योर हो फेरि पनि नलडिकन हिँड्न बिस्तारै नडराइकन हिँड्नु लोके त यसो डराउँदो रहेछ तल किन हेर्दैछ तल माथि बाटो थियो नि त माथि जान्थ्यो नि त्यसै डराउनु भयो त ए कान्छा केही नि हुन्न भैँसी हिँड्छ नि यो बाटो यार किन नहिँड्ने भैँसी यहाँ गोरु भैँसी हिँड्छ नि बाटो यो डरा लास्टै तल हेर्दैन हेर्न तल हेर्दा तँलाई काहीँ लगाइहाल्छ नि र खुट्टा काम्छन् रामी रहेछ यार टिप टिप के त यहाँबाट सुरु भयो है ल ल जाम 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 यहाँबाट सुरु भयो हिँड्नु हेरिकन हिँड्नु नहेरिकन हिँड्नु तल नहेर डराउँछ यहाँबाट सुरु भयो होला होइन होइन अहिले हुन्न त अगाडि हेर हेर्नु ऊ त्यहाँ बाबु त्यहाँ जान सक्छस् त भो त्यहाँ त लड्ला अहिले पाइन्छ नि जति नि मैं होली होली ठीक है बहुत ऊंचे पहाड़ से छोटा भाई मेरा बहुत डर गया तल राम्रो हुन्थ्यो नि केटा कि पर्ने छोड्दै ला त्यो के होला हिँड 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 चलो 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 कहाँ चलो यहाँ ओ कुरीले और मिल जाने के बथेरे तू चल और कुरीले बथेरे मिल जाने आउँछ आउनु त आउँछ कान्छ मैं होली होली कहाँ भद्रे ओ यार के काफल आ देखो काफल तुसी ये तुसी खा सकते हो तुसी बहुत बढ़िया फल है लाल लाल फल ये पाके के लाल हो जाता है इस ਨੂੰ ਅਸੀਂ ਕਾਫਲ ਕਹਿੰਦੇ ਆ बड़ा स्वाद ਹੁੰਦਾ है मैं एक ਇਹੋ ਜਿਹੇ ਉੱਚੇ ਪਹਾੜ 'ਤੇ ਆ ਗਿਆ ਜਿੱਥੇ ਦੇਖਾਂਗੇ ਜੇ ਮੂਹਰੇ ਦੇਖਾਂਗੇ ਤਾਂ ਓਏ ਅਗਰ ਨਾ ਜਾ ਲੱਤਾਂ ਕੰਮ ਜਾਂਦੀਆਂ ਨੇ ਬਹੁਤ ਉੱਚਾ ਪਹਾੜ ਹੈ ਇਹ ਅਸੀਂ ਦਸ਼ਰਥ ਗੁਫਾ ਜਿਹੜਾ ਹੈ ਉਹਦੇ ਬਿਲਕੁਲ ਉੱਤੇ ਅਸੀਂ ਬਿਲਕੁਲ ਉਸ ਤੇ ਸਿਰੇ 'ਤੇ ਅਸੀਂ ਜਿੱਥੇ ਦਸ਼ਰਥ ਨੇ ਸਰਵਣ ਕੁਮਾਰ ਨੂੰ ਤੀਰ ਮਾਰਿਆ ਸੀਗਾ ਇਧਰ ਚਲ ਕਾਕਾ ਬਰਤਨ टाढा अहिले बाटो बन्द भयो ये रास्ता बंद हो गया हुन असी ये फड़ 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 रास्ता बना के जावांगे असी होइन न तल न माथि जाने केटा ओए तल लडिन्छ त यार खोलो छ खोलो हाँ गर गर असी अगर इत्थे गिर गए हो त्यो त होइन के त्यतै हो नो 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 माथि आइज माथि ब्याक कम ब्याक दिस साइड इज रङ साइड ओके नो प्रब्लम नो भिडियो दिस साइड इज रङ साइड प्लिज दिस वे हियर ए रास्ता जेह्ड़ा वो अनि तँलाई त्यहाँ फाट्दा भनेको त केटा माथि जाने बाटो छ त माथि आइज माथि 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 असी रास्ता भटक गए थोड़ा ऊपर मैनू पता है ये रास्ते तो हूँ असी पहला पहला तुरते होंगे सी हूँ तो रास्ता बंद हो गया लोग तो हूँ इत्थे कोई आंदा ही नहीं इस करके भी ये रास्ता बंद हो गया है असी हूँ ओए ओ बाबू ओए सेन सेना राजन कुरी ला करे ऊ त्यो त्यहाँ त नजा बाबु जान्छ त नजा ल ल छोड त हो त्यसलाई तोड ए माथिको पाइन्छ क्या कान्छ जति पनि पाइन्छ आइज जाऊ 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 आइज चल 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 बैग आजा कम बैक प्लीज फास्ट एंड क्विकली प्लीज दिस वे शेर की बदबू आ रही है इतने आ देखो जी शेर की बदबू अगर मैं महसूस कर सकता तुसी तो नहीं कर सकते मैं महसूस करता शेर की बदबू आ रही है ये जंगल के विच घना जंगल है असी घने जंगल के विच आए हुए हैं हाँ वहाँ माथि हो चुप 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 हाँ शेर
शेर की बदबू आ रही है शेर जी ओदी बदबू आ रही है बंदे डर रहे हैं ये छोटा भाई मेरा कह रहा है कि लट्ठी वड्ड कहता कि कहता लट्ठी तैयार कर डांग तैयार कर एक वो डांग तैयार करो भाई ओए मुंडिया डांग तैयार कर हूँ इतने किमी जावे आप ये तो पूरा भैंस बंद है अरे कहाँ ये तो लाठी काटा है भाग आए तो लाठी ले गरम तो भनेगा के कुरा था था इतने मैं केड़े समझ आया मैं नहीं उत्ते चढ़ सकता हो त्यहाँ बाटो बनाएगा था एडा बड़ा कादे वास्ते भैन चलान बनाया बुद्धि छोटे ने भैन कादे वास्ते इन्हें उच्चा उच्चा बनाया माँ ही होगा ला अच्छा यो कैमरा समाचार मेरे को दिखाया था कैमरा 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 तो कहाँ मार हाँ बड़ा दुखंदरी ला 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 जंगल को बाटो यस्तो जंगल छ जंगल के रास्ते बड़ा घना जंगल है यहाँ भी मैं बड़े मुश्किल नाल आया ये जंगल ये तो मते थाई रे बहुत ही मुश्किल नाल पसीना पसीना होए पे गर्मी का मौसम है गर्मी का मौसम है ऐसे हो जो काट काट ये शेर तो डर गया ओ तू ना डर मैं शेर ने यहीं पटका दूंगा तो बेफिक्र हो तू इधर काट काट एमी मां ये बड़ा लाठी लेने पड़ता जंगल में शेर तो डरते होंगे आपा शेर तो घट है यार लो काट वाह भाई लाठी बना ले तू दिखा मैंने देख मैं पसीना पसीना होए पे मैं एडा मोटा बंदा मैं शेर नु खा दूं सारे नु ऐ डरी जाना लो हो जा हो जा आगे बढ़ो ना 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 नीचे 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 हाँ नीचे चल हाँ देखो जी इधर होए इधर होंदे आए सी वो कितने शेर इतने वाड़िया तो भज गया साढ़े नालों 100 गुना ज़्यादा डरदा हो पटका पटका मारू सालों ज़्यादा आऊगा इतों पटका आके हो नहर से मारूगा सारे गल ही कोई नहीं दो ही बंदे डरते हैं मज़ा नहीं आया चलो चलो डरो ना हाँ जंगल देखो जी घोर जंगल है दिन दे विच पता नहीं दिन दे वो छोटे टाइम देख कितना हो गया मोबाइल से वो मुन्ना है टाइम देख टाइम कितना हो गया हाँ मध्यंतर होया नहीं 12 बज गए तो 12 बज गए भाई अच्छा ए दोपहर के 12 बजे हुए हैं जंगल के असीं भटक रहे हैं भूत भी आ सकता इत्थे इत्थे जिहड़ा है भूत प्रेत अगर बगैर इत्थे आ सकते हैं क्योंकि दिन के 12 बजे हुए हैं कोई आउंदे नहीं पहला इत्थे मैं आया करता सीगा ये जंगल दे विच हाँ देख के ये बहुत बढ़िया जंगल है ओ बाबू ओए यो घास हुई जा पहुँचे असी बहुत ज़्यादा घोर जंगल ये तो हामी तो माथि आयो भन्छ हामी त गोपे हुन माथि आयो हिँड 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 ल हिँड अब हिँड 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 तल तल होइन तल तल जति छ तल तल होइन गोपे हुन अलि माथि यो हामीहरू कहाँ आयो भन्छ छन् है हामी उसको स्वारामा आइयो के कुले बुढाको स्वारामा आइयो कुले बा हुन्थेन हाम्रो प्रधानको बा हो उहाँको सुवारामा कुरीलाई अगाडि पाउने ठाउँ नि होइन यो त घोर जङ्गल हो त कहाँ कुरीलाई पाउँछ यो हो गएर बाटो खासी यताको बाटो अझ तल बाटो त यो हुँदैन अन्त तल बाटो यो त हामी माथि आइयो मान्नु आयो हो त्यो बाटो ऊ त्यो बाटो हो त्यो ल यहाँ बहुत ठुलो कुरिलो यहाँ कुरिलाको उता रहेछ अब यो उता सानो रहेछ त्यो के त्यो नचलाइ त्यसलाई हो त्यहाँ हेर्नुहुन्छ यहाँ कुर्लो हुनुपर्ने त पात हटाइ त भर्खरै आएको कुर्लो हुनुपर्ने यहाँ
ल रुवाहरू हाल्छ चिनचिन राख्नु ल ल छोडिदियो छोडिदियो अब भयो छैन यसले भाँचेको चाहिँ हुन्छ भाँच्यो त आगै रहन्छ पलागै रहन्छ ओ यहाँ काँडा छ नि फक्लाइसकेको पो ठुला काँडा यहाँ फक्लाइसकेको काँडा खाने अरेली काँडो है के भन्छ यसलाई अरेली काँडो भन्ने यसैलाई है क्या त्यसैलाई हो जस्तो लाग्छ थकाइलाई हो कि यसलाई अरेली काँडा अरेली मलाई भन्थ्यो कि रे त्यहाँ खनिज पदार्थ होला नि त त्यो खनिज पदार्थ भएर हो कि त भित्र ल यहाँ फाँडा वगेर एक चिड़ी की आवाज आ रही है जिम्मे मैं हूँ कर रहा इस तरह कर रहा चिड़ी एक घोर जंगल आ गया बिल्कुल ही घोर जंगल आ गया शेर भी मिल सकता है चीता भी मिल सकता है चीता तो डर लगता मेरे शेर से तो डर लगता नहीं क्योंकि मैं शेर ने तो मैं पटका पटका मारता हूँ ना जो चीता है वो बड़ा खतरनाक होता है वो मैंने पिछाले पाड़ दूंगा ये जंगल जड़ा इधर पता नहीं जंगल पता नहीं रास्ता इधर नहीं पता लग गया यार ये रास्ता केड़ा है और रास्ता के लिया था बाबू आगो बाल्ने के लिया था यहाँ आगो लाउनु पा बाटो सफा हुने आँखा बचाओ क्या आँखा ओहो खान्छ आफ्नो आँखा बचायो क्या आँखा रप्पर रोप्यो भने त गयो नि जिन्दगी उनीहरूले यसले आँखो फोडिदिन्छ नि त आँखो त बडा मजा आयो यो जङ्गल आएर हिँडेर एकदमै आनन्द आएको छ ए काँडाले कोपेको राम्रो हो नि केटा काँडाले कोपेको राम्रो हो नि यो काँडो बचाएर यहाँ काँडो छ हान 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 औषध त बहुत खाने ठाउँमा लान्छु आइज नि त अब छैन आइसक्यो अब बोतल भर्छ छ त नि यही बेला त हो छोरा ए फले खाने क्यारे खाने यो वर्ष भन्ने कुरो त्यो अलग कुरा हो न त सिजन त हो नि ओहो काँडा 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 त्यो हामी त्यो फल्ने चिज हो त्यसलाई किन चट पार्नु पर्यो अब कुरिलो सम्भावित क्षेत्र हो यो त्यहाँ चराले गुण लाँदैछ ती होइन अब बस्ने बेला आउँछ आइज न किन के हो त के हो कि भने आइज नि त नचिनेपछि ए त्यो होइन त्यो चिलाउने हो बिलाउने हो आइज बिलाउनु हो त्यो कन्टाकारी होइन क्या ल अब कुरिलो सम्भावित क्षेत्रमा हामी प्रवेश गरेका छौँ घोर जङ्गल कटेर आइयो एकदमै भयङ्कर जङ्गल खतरनाक जङ्गल डरलाग्दो जङ्गल कटेर हामी अहिले आएका छौँ जाऊ कुरिलो झाल्छ भने हेर अब कुरिलो पाउने ठाउँ आउँछ आइज हो रहेछ भाँचो जाऊ एउटा अलिक माथि नै पुगेर चाहिँ जाऊ भाँचो जाऊ हेरौँ सेतो कुरिलो रहेछ जा भाँच 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 धेरै नै माथि गरेछ
चरो कराएको छ कुट्टु टु 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 गरे हे कुट्टु टु 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 गरे हे चराले मजा आएको छ त्यो चरो कराएको सुनेर पनि गोबे भन्ने ठाउँमा लगभग प्रवेश गरिसकेका छौँ हामी कुरीले सम्भावित क्षेत्रमा पनि प्रवेश गरेका छौँ र अनि तपाईँको चाहिँ यो कान्छा अब ऊ त्यहाँ गएर टिप्दै एक मुठी जहाँ एक मुठी उची के अरे उसले हेर्छ तँले पाकेको औषध टिप त्यहाँ गर्छ औषध टिप्छ त्यहाँ कि उतै उतै जाम्ला उतै टिप्ला र त औषध त्यहाँ बहुत छ नि ल टिप 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 ले केही आडामा नाका हुन्छ टेन्सन अहिले त यता जाँदा आउन जाने आउनु सक्छ तर त्यति डराउनु पर्दैन क्या यो जङ्गल भनेको हामी आउने जाने जङ्गल हो कान्छ यहाँ ओ आएर भाँचेछ कहिले भाँचेछ एक दुई दिन पहिल्यै त्यो होइन केजीले खाएको त्यो मन मान्छे खान्छ पुरै खुट्टा मेरा घाइते भएन हिँड्दाखेरि यो पुरै घाइते भएन पुरै पाथेर यस्ता गति भयो खुट्टा देख्नु ह जङ्गलमा भाँचेछन् ठुलो भाँचेछ कुन घटिया आज त ल जाउँ 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 पुरै खुट्टा मेरा घाइते भएन जङ्गल तर फेरि मेरो लागि त मजै यही हो मलाई त यस्तै मजा आउँछ के हो बडा आनन्द आउँछ लगान्छ लट्ठीली के हो त्यो ए त्यति सानो कुरो किन हो त भाँचेको होइन फेरि अनि त आइन्न अरू नै आएर लग्यो होला नि किन नष्ट किन गर्ने भन्न खोजेको मैले त्यो हो अन्त के होइन श्री शम्भु भन्नुपर्छ भन्दाखेरि हरिओम पनि भन्नुपर्छ विष्णु विष्णु भन्नुपर्छ तल जाने हो कि माथि जाने केटा ए होइन जाने त हामी यता नि हो ए आइजाऊ क्या आइजाऊ यता जाने हामी आइजाऊ यता माथि हामी जाने यता 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 त्यहाँ हो कि यता माथि हो कि जान्छ यता यही बाटो आउँछ थुप्रो छ नि त टिप 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 खाऊ 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 यो औसेलु हटाएर बाटो बनाएर जाम कि के गरौँ औसेलु त फेरि अर्को वर्ष नै खानुपर्छ होइन बाटो त थिएन है औसेलु हटाइदिउँ होइन औसेलु हटाएछ यसलाई यस्तो गर्दै गर्दै बाटो बनाउँदै जानुपर्छ किनभने यो बाटो एकदम खतरनाक बाटो हो यो फेरि म यहाँ सबै यो केलले खनेर केले खनेर यहाँ ध्वस्त बनाएको बँदेल यहाँ हुन्न नि अन्त यो ठाउँमा बँदेल हुन्न दुम्सी चाहिँ हुन्छ दुम्सी चाहिँ हुन्छ तर बँदेल यहाँ हुन्न यो बँदेल सम्भावित क्षेत्र होइन यो किनभने यहाँ लास्टै जाडो हुन्छ जाडोको ठाउँमा बँदेल हुँदैन होइन अहिले यो पनि कुखुराले अन्डा पार्ने जान्छ यही सिजन हो अब भेट्नु त भाग्यको कुरा हो त्यही पनि अर्काको अन्डा भेट्टाएर के हार्ने र बिचरा उसको बच्चा उसले हुर्काउने चाहिँ हुर्काउनु त पायो त्यो कुखुरा लिन्छ नि छ कुनै कुनै कुखुरा लिन्छ न त हरेकले कहाँ लिन्छ त 100 एउटा लिन्छ क्या 100मा एउटाले औसेलको त खानी आयो त अब सबै गाई गोरु मान्छे आउन्नन् छोडो गाई गोरु हुनु क्या छोडो जङ्गली गाई के जङ्गली भैँसी अर्ना काँडा हुने यहीँलाई छोडेर यहीँलाई जङ्गलमा छोडेपछि अनि ती भैँसी घरमा जान्नन् क्या यहीँ चढ्छन् यहीँ हुर्कन्छन् यहीँ ब्याउँछन् यहीँ गर्छन् त्यही भैँसी हो क्या त्यस्तो ए पहिला जान्थेँ आजभोलि मान्छे सबै गयो भैँसी फुकाएर यता लगाइदिइहाल्छ डाँडा अरे क्या 27वटा भैँसी छन् अरे यहाँ
27 वटा भैँसी चाहिँ हात आउँदैनन् आउँदैनन् के काम त पोखराको मान्छेले 3 लाख रुपियाँ दिन्छौँ हामी गोली हान्न माला लिएर जान्छ भनेको अरे मैले डाँडा दाइलाई भनेको नअर्नु त्यस्तो काम भनेको 3 लाख रुपियाँ कहाँ जान्छ बिचारी भैँसी मारेर तिनीहरू आफूलाई चरेकालाई ती आफ्नो खाएकालाई अमेरिका त उनले केही खाइदिएका छैनन् ए हिन्दूमा त जङ्गल लिएर जान्छ असो जङ्गल होइन 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 यहाँ कति हो कति छ त के देख्नु आउँदै ए पुरै रहेछ हो गोबर थोरै छ नि त्यो डब्बा त भर्नु पर्यो नि पर यो त भर्ने हो यो भर्दा लिएर आएको भर्न लिएर आएको हो त अनि यो त अब अप्ठ्यारो ठाउँमा हुने चिज हो त यो ठुला ठुला अरेका टोप्रा टिप्न बनाएर भिडियो भइरहेछ मेरो जेमा छ मोबाइल भिडियो भइरहेछ छैन त्यहाँ त कोही खोल्छु छैन अन्त टेक केही नि हुन टेक झाडीमाथि टेक्यो नि यहाँ खोल्छो भिर भन्ने यहाँ छ छैन यसलाई भन्छ गोपे गोपेको चौर भन्छ कान्छ यसलाई अहिले तँलाई फुनाउने बित्तिकै मिठै हुनसक्छ ल्याइदियो भन्छौँ लाने केमा भाडा नि हुनु पऱ्यो नि यहाँदेखि अवसर लिएर गएर यहाँदेखि अवसर लिएर भाडा नि हुनु पऱ्यो औसेल त हामीहरूले औसेलको त हामी खानीमा आछौँ त्यो बोतल त भरिन्छ हो भरिन्न त्यो बोतल मैले भर्खरै यहीँ भरिदिन्छु त के कुरा छ तिमीहरूले यार 2 लिटरको बोतल भरिन्न औसेल यता यो औसेलको संसारमा आएको त हामी कसले हिजो ए तिनी दाइले ऊ पनि ल्याएको थियो नि काफल खोइ कर्ताबाट किन बसेन कुनै त बुझ्नै सकिनँ माथिका दाइ पनि त धेरै दिन बसेनन् नि तिनीहरूको सरा देख थाके परेको थियो सराद त भएर नबसेका हुन् कि त्यही भएर नबसेका सुरुमा नबसे कि केमा हाल्न छ मैले यो औसेल ल म आएँ एउटा प्लास्टिकमा हाल्न पाएँ ले कति लास्टमा 15 हुन्छ लास्टमा 15 छ यो औसेल केमा राखौँ भन्छ औसेल केमा राखौँ ए ऊ त्यहाँ राख्छु ऊ यहाँ राख्छु माथि राख्छु कान्छा यहाँ हाल्छ कि
आइज न तिम्रो जाम आइज आइज के हुन आइज त्यहाँ यता बहुत छन् आइज ल ल आइज को हो दिदी श्याम दिदी हो के भन्नुहुन्छ त्यो पनि बाटो न घाटो तै पनि फेरि टिपिस कान्छ त्यहाँको त सेतो उ लिएर आएको हुन्थ्यो नि त्यो सेतो फुल के सेतो उ के गुलाब के व्हाइट रोज त्यही बाटो छोडा छैन व्हाइट रोज यार ले बाबु जा जा त व्हाइट रोज ले जा अन्त नि हाल्नै अप्ठ्यारो हो सेतो गुलाब हो त्यो त्यो व्हाइट रोज भन्छ मैले गलत कुरा गर्दिनँ मलाई सबै चिनेको छु मैले अब आइज फेरि भेग टिप त म यो राखेर आउँछु त्यो त छोडेर आएको खान्छ तैँले यहाँ जाँदा यहाँ अरे यस्तो त नमिच्ने फेरि बिग्रिन्छ यो त नटस है हो होला अहिले त्यो संसारमा लगेकै छैन तपाईँ कहाँ लगाउँछु अहिले तिमीलाई मैले हुन्छ बोतल ल्याउनु पर्दैन त तल तल फुलको दाइ कता हो कता तल यसरी उठाउन पनि नसकिँदो रहेछ यी झर्दो रहेछन् उठाए काँडाले कोप्छ अरेली काँडो भने यही औषधीलाई रहेछ क्या खै भगवान् त्यस्तै मानेमा त औषधी खाना जाँदाखेरि अरेली काँडाले कोप्छ जस्तो खै यो वन माछाले यसलाई आगो लाग्नु पर्ने यार है होइन होइन हो उसमा गोपेमा होइन गोपेमा यो गोपे अझ होइन अलिअलि उता हट्यो गोपे भने हाल्नै अप्ठ्यारो कि यसो हाल यसरी नै हाल्ने अरे जाँदा जाँदा आइज गयो बोलाइ तिमी ठाउँ केटा आइज आइज कतिमा दुनियाँमा लिएर जान्छु आइज ए आइज तिमीलाई दङ पार्छु म आइज अँ
कहाँको पर्ने हो कहाँको लट्ठे पर्ने अन्त आइहाल्छ ओरिजिनल हो त नि अँ त्यसै त पाउँदैन कसैको न कसैको अधिकार हुन्छ यहाँ तर अब ती मान्छे छैन कि ती मान्छे छैन त्यो अहिले जमाले ओइ जमाले यसलाई जमाले भन्छ है जमाले जमाले चुत्रो ठुलो चुत्रो हो क्या जमाले चुत्रो हो त तँलाई के भन्छ त्यसले कान्छ पुण्टकारी हो पुष्टकारी के अरे ऊ त्यही छ कण्टकारी छ एउटा दुला केटा काँडा भाँचा फाले खाने मान्छेले त्यही बाँच्दैन छ म त यसो काँडाले कोप्यो होइन